यो भाडा माझ्ने मान्छेहरू हुन्छ नि त्यो जुठो थाललाई अगाडि पानीले नपखालिकन डाइरेक्ट साबुन ब्याङ गरेर रैका भाडा माझ्छ नि। अनि त्यही त्यो साबुनको झुस त्यहाँ राख्छन् हो। अनि त्यो साबुनमा त साबुन हुन्छ नि त, साबुन भने त अब सफा हुनु पऱ्यो नि त, किनकि त्यसले नै भाडा माझ्थ्यो भने त त्यो साबुनभरि भातको सिता हुन्छ कि साबुनले धोको कि त्यो भातको सिता जुठो सिताहरूले धोको थाहा नै हुँदैन कि बरु होइन। भाडा माझ्नेबाट हुन्छ नि 4 कोस पर बस्छ बरु आनन्दले सुतिरहेको बेला हुन्छ नि 2टा चरेसको थाल नयाँ किनेर लगेर कानमा 2टा थाल ब्याङराङ गर्न पाए त कति आनन्द आउँथ्यो होला होइन। त्यो एउटा गर्दा गर्दै त्यही जुठो थालमा डाइरेक्ट त्यही साबुन झै झ्या त्यो झुसमा भातको सिच्चा तरकारीको के टाँसिन्छ, फेरि त्यो साबुनमा लगेर धुँदा हुन्छ नि साबुनले भाँडा धुवा कि त्यो जुठो सिताले नै यसरी लगेर धोको थाहा नै हुँदैन कि। अनि ल अब भाँडा धुन जाऊँ भने होइन यस्तो हेर्नुपर्छ त्यो साबुनको भाँडा हुन्छ कि दिमाग। किन भन्दा साबुन चाहिँ बिलाइसकेको हुन्छ, त्यो जुठो सिताहरू चाहिँ त्यो साबुनको भाँडामा त्यति बसिरहेको हुन्छ कि। तपाईँहरू पनि त्यसरी भाँडा धुनुहुन्छ भने चाहिँ प्लिज बन्द गरिदिनु होला। 4 कोस पर बस्नु होला ल भाँडाबाट। थाहा छ मलाई तपाईँहरूले त्यसरी भाँडा धुन्छ भने छि अबदेखि चाहिँ त्यसरी नधुनु होला है त। ल ल ल ल ल ल ल